गुड मर्निङ एभ्रिवान। हेरिहाल्नुहोस् है, रातभरि पानी परेर आजको मौसम चाहिँ खोलिँदैछ। बाटोहरू सबै जलतल छ अरे। यहाँनिर चाहिँ बिहान चाहिँ स्नोफल चाहिँ यस्तो डरलाग्दो दामी देखिरहेको थियो कि पर चाहिँ जुलुकहरू देख्छ अरे। त्यो चाहिँ कस्तो दामी ल कस्तो दामी देखिरहेको थियो कि अहिले चाहिँ बादल आएर छल्लिएछ। सो हाम्रो घरबाट चाहिँ यस्तो दामी भ्यू देख्छ है, मर्निङ भ्यू। यो चाहिँ मेरो माइतबाट है। ससुरालबाट चाहिँ मेरो कञ्चनजङ्घा देख्छ, माइतबाट चाहिँ जुलुकहरू देख्छ हो। यो चाहिँ कालिम्पोङको उता के भन्दै देख्दो रहेछ डाँडा डाँडाहरू हो। यस्तो दामी देख्छ। यो चाहिँ हो लङ्कु हो। यो सुन्तला पनि पाक्नु थाल्यो। ए हो त्यो दामी भएर आज चाहिँ यो चाहिँ सुन्तलाको बोट मोड्नु आँटेछ, यसले खान्छ। अहिले पछाड्छु हेर्न। यहाँनिर चाहिँ के भन्छ चायपत्ती बगान छ हाम्रो हो। अम्बक छ, के फ्रुट भन्नुहुन्छ। फ्रुट चाहिँ पुरा पाकिरहेको छ। तल केरा पाकिरहेको छ, यहाँ सुन्तला पाकिरहेको छ। हेरिहाल्नु सागसब्जीहरू अर्ग्यानिक। ओइ नगर्नु एकछिन। लौकाहरू भन्नुहुन्छ कि कति फलिरहेको छ। आदुले चाहिँ मलाई यो भिडियो बनाउनु नदेखेनु न। बाई बाई एभ्रिवान।